ल साथीहरू, आज त हामी भैँसीलाई अकरा गर्न आयौँ। यहाँ चाहिँ खासै खेती लगाए पनि सुँगुरले, जङ्गली सुँगुरले खाइदिएर यस्तो कपडाको मान्छे बनाइदिएर नि नभएर आजभोलि गाउँघरमा दुःख गरो जङ्गली जनावर आएर खाइदिएर बेहाल। उहाँ पारि घर भइहाल्यो। पारिको भ्यू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ गाउँ नै उहाँ पारि गाउँ छ। यहाँ जाउँ अलिअलि अकरा कस्तो राम्रो छ। आजको बिहानको काम नास्ता पास्ता खाएर आएर साथीहरू गाउँमा यस्तै हो। एकैछिन फुर्सद हुन्न। चुनाव पनि अब सिद्धियो। अहिले अर्घाखाँचीको चुनावको नतिजा चाहिँ के घन्टी नै अगाडि छ हो नि त। घन्टी नै अगाडि छ। ल साथीहरू, हजुरकोतिर यस्तो गोड्नुलाई के भन्छ? हामीले चाहिँ अकरा भन्छौँ। यति उहाँ एक डोका भइसक्यो। त्यो डोको भरेपछि घर जाने हो। घाम छ आज अलिखेरि, अलिक गर्मी चढेको गाउँमा नि घाम हुन थाल्यो। 11 बज्न थाल्यो। कुत्ली कोसा अझै छिप्पेको रहन्छ। यसको दाना खान्छ हामी। कति मिठो हुन्छ नि कुत्ली कोसा। साथीहरू एउटा भनाइ थियो है, कुत्ली कोसा अकरा दिदी भन्दा यता बहिनी ने पर। दिदी बहिनीले यहाँ दिदी बहिनीले अकरा गोड्दै, मम्मीले हेरी उता डाले घाँस काट्दै हुनुहुन्छ। गोठाबारी यहाँ भएपछि त साथीहरू यस्तै हो। एक छाडी एक त काम गर्नै परिहाल्यो। गाउँमा आएपछि हात पनि यस्ता हुन्छन् अकरा गर्दा। त्यही हो, गाउँमा दुःख छ साथीहरू। यो कुत्ली कोसा हजुरकोतिर पाइन्छ कि नै? यो किराउ जस्तै हुन्छ। यी पोटिलो हुन्छ क्या। यो अकरा गोड्दै यिनी कुत्ली कोसा खाँदै गर्थ्यौँ कि हामीले पहिला। मिठो हुन्छ। अरू पोसिलो हुन्छ अरे साथीहरू यो अकरा। फेरि दुनो भैँसीलाई दिँदा दुध धेरै दिन्छ, घिउ लाग्छ भन्छन्। दुनो भैँसीलाई फेरि अलि स्याहार गर्नुपर्छ। गर्न चाहिँ गाह्रो छ। के गर्नु साथीहरू, त्यस्तै हो। उता नजाए। यो अकरा फेरि यस्तो कति राम्रो फुल्ने पनि रहेछ कि। यी कुत्ली कोसा त यहाँ पोटिलो भएर उ गरेको रहेछ। यी दाना यस्तो दाना हुन्छन् साथीहरू। बहिनाले तिमीले सक्दिने दिदी, बोक्छु मैले भारी भनिन् तर मम्मीको